फर्स्ट टाइम मलाई फ्यामिलीले खेल राम्रोसँग भन्यो ए बाबाले मलाई त खेल्नै दिनुहुन्थेन बाबाले खेल्नै दिनुहुन्थेन मम्मीले बाबा त डाइरेक्टमै हुनुहुन्थ्यो नि त मम्मीलाई चाहिँ थाहा हुन्थ्यो कि मम्मी खेल्नु मम्मीले अनि लिग खेल्न पहिला फर्स्ट टाइम लिग खेल्न जाँदा म 2 दिन मलाई थुन्नु भएको ए घरमा ए जिद्दी गरी खाना नखाएर अनि पछि लाफा पठाउनु ए भनेपछि फर्स्ट टाइम पहिला थियो अनि बाहिर गएर के होला कस्तो मान्छेहरूले के भन्ला म फ्यामिलीले फोन दिनुभएको थिएन नि त त्यो धेरै अनि फ्यामिलीले चाहिँ कस्तो सोच्यो होला मलाई यस्तो सोच्थेँ क्या मैले सबले मलाई के सोध्छ होला दाइहरूले पनि तैँले कोही थिएन तैँले गरिस् भन्नुहुन्थ्यो नि त ठुलो दाइहरूले भनेपछि त्यो हार्ट पनि आउँथेन ए वार्म पनि आउँथेन 7 मिनेट मात्र खेले मलाई चाहिँ पेट दुख्ने बमिट हुने ग्यास्ट्रिक थियो वैदिक आयुर्वेदिकमा गएर औषधि ल्याएर खाएपछि मलाई सन्चो भयो सो यस बल्ल आज मिल्यो हाम्रो साइत मिल्यो हैन केडा हो तिम्रो पनि साइत मिल्यो होला यता हाम्रो सबको साइत मिल्यो तिमी पनि पहिलोचोटि यता हिँडिरहेको थिए हाम्रो सरिता चिनिहाल्छ उसको हाउभावले उसको केटा स्टाइलले चिनिहाल्छ डन होइन अनि अहिले चाहिँ हामी टक्सेरा घुम्दैछौँ यो भाइहरू चाहिँ लास्ट घुमिसक्यो यो हेर्नु न पहाड वाउ यस्तो खतरनाक छ नि यस्तो खतरनाक अब यो टक्सेरा त हेरिसक्यो टक चाहिँ घुमिसक्यो यो चाहिँ सेरा रे सेरा नि कस्तो छ भनेर भाइब्स लिनै पाएको थिएन कि आमा यो हाम्रोतिरको डाँडा त केही डाँडा होइन के यो हेरि त डाँडा तिमीहरूको तिर चाहिँ हुन्छ हाम्रोतिर चाहिँ डाँडा भनेको कहानी सुनाउँदैछ उसले उसको तिमीले अनि कस्तो लागेको छ बहिनी यहाँ घुम्न चाहिँ बस्न मन लाग्यो होइन किन यहाँको चिसो हावाले कि त्यसलाई छोडेर चाहिँ यहाँको इन्भाइरोमेन्टको कुरा गर न यता यसो आफ्नो जिल्ला जस्तै भाइब्स भयो है तिमीलाई पावर थियो नि त होइन पावर बडा पावर त्यो बल हान्ने बेला त कपाल थियो होला है लामै थियो अनि बल हान्न सिकिसकेपछि अब यस्तो राम्रो खेल्न थालेपछि त कपाल चैट ल्याङ गऱ्यो नि त कपालले होइन बोइज कट फुटबल जर्नी तिम्रो के सुनिन्न किन नसुन्नु मजाले सुन्छ ल हाम्रो सरिताले हामीलाई देखाउँछ के देख्यौ भन त गाईहरू कहाँनिर हौ ए वहाँ खच्चड ए केटाहरू पुरै रमाइलो भइरहेछ केटा भनेपछि फुटबलको यात्रा अब अलिअलि कन्भर्सेसन गर्ने क्या अब रमाइलो पनि छ नि होइन आज मिलेको चाहिँ ऊ हेर न पछाडि सेरा तल्लो सेरा फुटबलको जर्नी भनेपछि तिमीले ट्याक्कै त्यहाँ सिक्दा कति सालमा चाहिँ अनि तिमी काठमाडौँ झऱ्यौ कि सेलेक्सन हुँदै 7मा चाहिँ एउटा टुर्नामेन्ट खेलेँ त्यसपछि खेलेन अनि 10मा पढ्दाखेरि चाहिँ त्यो सिलेक्सन दिन बोलाउनु भएको थियो कि एकचोटि त्यो सबै घरबाट सबै हजुर त्यति बेला मलाई एकचोटि सिलेक्सन दिन आएछ भन्नु दाइले पठाउनु भएको थियो कि त्यहाँ गयो अनि त्यहाँ चाहिँ त्यो गुरुले राख्नुभयो कि गोकर्ण सरको अनि फर्स्ट टाइम त्यही खेल्यो 7 मिनेट मात्र खेल्यो हामी 7 मिनेटले अनि सरले जोस् तिमीलाई ट्रस्ट गर्नुभयो 7 मिनेटले नै तिम्रो त्यही हुनसक्छ अनि त्यहाँ जर्नी भयो अनि त्यसपछि अनि ट्याक्कै तिम्रो नेसनल स्क्वाडमा त त्यत्तिकै त परेन होला सजिलो त परेन होला हामी अनि गोकर्ण सर
ट्याक्कै अनि कति महिना जति बस्यो त्यहाँ 2 महिना 2 महिना बस्यो 2 40 दिन जति ट्रेनिङ गर्यो होला फर्स्ट टाइम हो त्यो ट्रेनिङ गरेको लाइफको फर्स्ट टाइम यस्तो हार्ड पनि आउँथ्यो ए वाउमा पनि आउँथेन ट्रेन अनि ग्राउन्ड देखेको थिएन ट्रेन कसरी गर्छ भनेर पनि थाहा थिएन सुरुमा त गाह्रो पर्यो अनि जर्नी कहाँदेखि चाहिँ अनि तिमीलाई नेसनल कल अप चाहिँ के तिमी लिग खेलिसकेपछि आयो या कसरी त्यो 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 जर्नी सुनाउ न त्यसै म प्लस 2 गर्न उहाँ सँगै गएँ किनकि हाम्रो ग्राउन्ड छैन नि त हजुर अनि प्लस 2 गर्न गएँ अनि त्यहाँ प्लस 2मा अब फुटबल खेल्ने त सबले अब इजी लग्नु पऱ्यो नि त सबले मैले त्यही सोचेको थिएँ अब मम्मीले चाहिँ त्यो ब्रिज कोर्समा साइन्समा हालिदिनु अनि फेरि पछि म पढ्दैन अब ब्रिज कोर्स गर्ने बित्तिकै थाहा भइहाल्यो नि त आफूलाई सक्दैन भन्छ पढ्दैन भने फुटबल खेल्ने भएपछि पढ्नै पर्छ भन्छ अनि पढ्यो अनि त्यसपछि त्यही ट्रेनिङ गरेँ कपलमा ट्रेनिङ गुरुहरूले गराउनुहुन्छ पढ्ने प्लस फुटबल खेल्ने अनि ट्रेनिङ गरेँ अनि ट्रेनिङ गरेपछि अब त्यहाँ जिल्लाको सिलेक्सन भइरहेको थियो कैलालीको अनि त्यहाँ सिलेक्सन दियो अनि त्यसपछि फेरि प्रदेशको चाहिँ प्रदेशमा पनि सिलेक्सन म त्यहाँ पुलिसको दाइहरूसँग सिक्थेँ अनि त्यो दाइहरूले सिलेक्सन दियो भने दिएको त्यही प्रदेशमा अनि त्यसपछि फर्स्ट टाइम नेसनलको त्यहाँ एन्थमा गएँ अनि फर्स्ट टाइम नै पऱ्यो सेलेक्सनमा गएको फर्स्ट टाइममा नै फर्स्ट टाइममै पऱ्यो लक्की अनि सिधै राष्ट्र टिमको पोसाक सो हाउ वाज योर एक्सपिरियन्स त्यो विदाउट भनेपछि तिमीले म्याच एक्सपोज नपाइकन धेरै म्याच नखेलिकन सिधै नेसनल फ्रेन्ड होइन पहिला के पहिला फ्रेन्डली म्याच खेल्ने बिग टुर्नामेन्ट नखेलिकन तिमीलाई चाहिँ नेसनल स्क्वाडमा कल अप भयो लक्की थाहा छ होइन अरूले धेरै मेहनत हुन त तिम्रो ट्रेनमा एकदमै मेहनत भएर नै तिम्रो सेलेक्सनमा राम्रो देखाएर होला नि त अनि सेलेक्ट भएको फर्स्ट टाइम कतिले प्रयास गर्दा सकिरह हुँदैन तिमी त फर्स्ट टाइममै रहेछ नि त एटेम्प अब फ्यामिलीले त्यति खुसी त थिएन किनकि फ्यामिली नखेल्नु भन्नुभएको थियो नि त खेल्नु दिनुभएको थिएन अनि जब पऱ्यो अनि त्यसपछि चाहिँ अब फ्यामिली पनि खुसी भयो ए भनेपछि नेसनल क्लब अपमा आउने बित्तिकै खुसी फ्यामिली नि ठ्याक्क त्यहाँ परेपछि ड्याडी शान्तिसँग जानुभएको थियो त्यति बेला आउनु भएको थियो कि 2 घन्टा थियो अनि त्यति बेला चाहिँ अहिले बिचमा निस्केको क्लोज क्याम्पमा थियो अनि ड्याडीले राम्रोसँग फर्स्ट टाइम मलाई फ्यामिलीले खेल राम्रोसँग भन्यो ए बाबाले त खेल्नै दिनुहुन्थेन बाबाले खेल्नै दिनुहुन्थेन मम्मीले बाबा त ब्यारेकमै हुनुहुन्थ्यो नि त मम्मीलाई चाहिँ थाहा हुन्थ्यो कि मम्मी खेल्नु मम्मीले अनि लिग खेल्न पहिला फर्स्ट टाइम लिग खेल्न जाँदा म 2 दिन मलाई थुन्नु भएको ए घरमा ए जिद्दी गरी खाना नखाएर अनि पछि लाफा पकाउनु ए भनेपछि ए खेल्न गइस् भने तँलाई खुट्टा सुट्टा फर्केर नआउनु भन्नुहुन्थ्यो ए सम्झिँदा अहिले कस्तो लाग्छ त त्यो क्षण मैले त सोचेको थिएन म यहाँ पुग्छु भनेर किन अब त्यहाँ ग्राउन्ड पनि थिएन अब उतातिर पाहाडतिर कस्तो हुन्छ कि केटीहरूले खेल्नुहुन्न छोरा मान्छेलाई मात्र प्रायोरिटी दिन्छ कि त्यो चाहिँ भन्नुहुन्थ्यो अनि अब फ्यामिलीलाई पनि मम्मीलाई मैले कपाल काट्यो भने अर्को हाम्रै ठुल्याडी मम्मीले आएर सुनाइदिनुहुन्छ कि यस्तो छ कपाल काटेछ छोरी मान्छे भयो यस्तो भन्नु अनि मम्मीले चाहिँ त्यही भएर नखेल मलाई चाहिँ सुनाउनुहुन्छ भन्नुहुन्थ्यो आजभोलि त मम्मीले पनि त सुनाउनु ए कहानी सुनाउनु अहिले चाहिँ कस्तो प्राउड कस्तो फिल गर्नुहुन्छ मम्मीले अब खेल्न त खेल अब धेरै पनि नखेल अब भोलि गएर फ्युचर पनि त हेर्नु पऱ्यो यस्तो भन्नुहुन्छ आजभोलि चाहिँ खेल भन्नुहुन्छ भनेपछि नेसनल क्लब आइसकेपछि नै उहाँले खेल्नलाई लाइसेन्स दिनुभयो खुल्ला सरी उड्यो ओपन अब खेलेपछि त अनि नेसनल फर्स्ट टाइम पर्दाखेरि त हाम्रो क्लबको दाइहरू सबैजना यति खुसी हुनुभएको थियो सबै भनेपछि पिजडाबाट छोरी उडिसकेपछि ठ्याक्क नेसनल क्लबमा आएपछि सबैजना ह्याप्पी सबैको माइन्डसेट नै पोजिटिभ भएन हाम्रो त उसमा कोही थिएन नि त नेसनल खेलेको कोही थिएन कि अनि डिभिजन पनि खेलेको दाइ एउटा दाइ मात्र हुनुहुन्छ त्यहाँ जान मिल्दैन गएन आफूले जाउँ न त एकलट जाँदै कहानी कस्तो होइन कडा लागेन कहानी अब यो यिनीहरूलाई जर्नी सब थाहा भइसक्यो होइन मैले चाहिँ कैदै गरेँ फर्स्ट टाइम होइन बहिनीसँग इन्टरेक्ट अब देखि चाहिँ राखेको त्यति फ्रेङ्क चाहिँ थिएन तर यहाँ आएर जस पर्दो रहेछ होइन अनि पहिलोचोटि नेसनल स्क्वाडमा नाम पर्दा चाहिँ तिमीलाई कस्तो तिमी आफूलाई पर्सनलीको चाहिँ कस्तो फिल भएको थियो प्राउड फिल भएको थियो अब फर्स्ट टाइम परेको थियो अनि बाहिर गएर के होला कस्तो मान्छेहरूले के भन्ला म फ्यामिलीले
फोन दिनुभएको थिएन नि त त्यो धेरै अनि फ्यामिलीले चाहिँ कस्तो सोच्यो होला मलाई यस्तो सोच्थेँ क्या मैले सबले मलाई के सोध्छ होला दाइहरूले पनि तैँले कोही थिएन तैँले गरिस् भन्नुहुन्थ्यो नि त ठुलो दाइहरूले भनेपछि त्यो नेसनल सेलेक्सन हुनुभन्दा अगाडि त तिम्रो मोबाइल होइन सबै दिनुहुन्थेन नि त सेलेक्सन गर्नको लागि होइन भनेपछि त्यसपछि तिमीले अन्डर कति खेल्यो सुरुमा 19 कस्तो भयो त फर्स्ट टाइम नेसनल जर्सी लाउँदाको अनुभव सुनाऊ नेसनल जर्सी लाउँदा त सबलाई नेसनल जर्सी लाउँदा त प्राउड फिल भइहाल्छ नि खुसी लाग्छ आफूले गरेको मेहनत सब त्यही जर्सी लाउनलाई त हो नि सबले मेहनत गर्नुभएको त आफ्नो कन्ट्रीको जर्सी लाउँदा त एकदम खुसी भएको थिएँ म त्यही त फर्स्ट टाइम तिमीले त्यो जर्सी वेयर गरेर हुन्छ नि ग्राउन्डमा टेक्दाको अनुभव टेक्दाखेरि त मैले त अब म फर्स्ट गेममा त सब्स्टिट्युट थिएँ नि त हजुर अनि पहिला सबैको गेमै नि अनि गुरुले मलाई यस्तो गरिस् भन्नुभएको थियो अनि मैले अब सबलाई त खेल्ने मन हुन्छ नि त प्लेइङमै अनि मैले यो गेममा चाहिँ फर्स्ट गेममा चाहिँ देखाउँछु अनि अर्को गेमदेखि प्लेइङमै पर्छु भने अनि फर्स्ट गेम चाहिँ हामीले बङ्गलादेशसँग कति डाउन नै थियो होला सायद डाउन थियो अनि राम्रै खेलेको थियो जे होस् गुरुले सोचेअनुसार खेल्दै थियो अनि अर्को गेमदेखि सेटमै खेल्यो सबै त्यो क्षण अहिले मेमोरेबल एकदमै है 19 खेलेको त कहिले पनि बिर्सिन्छ जो मेरो टर्निङ पोइन्ट हो नि त लाइफको त्यही भएर फर्स्ट टाइममा एटेम्प फर्स्ट टाइममा सक्सेस अनि फर्स्ट टाइममै फ्यामिलीहरूलाई चित्त बुझाउन सक्यो छोरी फुटबल बाजुरा कि चेली फुटबल खेलेर नि कपाल छोटो काटेर नि मतलब भएन कि फुटबल खेलेर अब उसले घर परिवार आफ्नो पेट पाल्छ नि है अनि त्यसपछि के खेल्यौ त्यसपछि उता प्रदेशको गेम भएको थियो नि हजुर अनि लुम्बिनी प्रदेशले चाहिँ बोलाएको थियो कि लिग खेल्न क्वालिफाई हजुर 2टा गेम खेल्यो अनि 12 को इक्जाम थियो 2टा गेम खेल्यो अनि इक्जाम हुनाले इक्जाम गयो त्यसपछि त्यहाँ सबले देख्यो अनि त्यसपछि मलाई रौतहटले बोलायो अर्को लिगमा क्वालिफाई भएपछि लिग खेल्न अनि त्यहाँ रौतहटमा राम्रो पर्फर्मेन्स दियो अनि सबले बोलायो त्यसपछि भनेपछि सब क्लबबाट डिमान्ड हुन थाल्यो अनि अन्डर 19 मात्र खेलेको छ कि अरू पनि 20 अन्डर 20 पनि खेल्यो 20 पनि खेल्यो अहिले चाहिँ जस लिगहरू भयो भने या ठुलो टुर्नामेन्ट भयो भने शरीरनाथलाई कुनै न कुनै टिमले हायर गर्ने जस्तो भइसक्यो होइन अहिले त म चर्चमै अहिलेको लागि चाहिँ तिमी चर्चमै छौ कि अब लिग आई मिन इफ इन केस लोकल टुर्नामेन्टहरू भयो भने यताउता भयो भने चाहिँ तिमीलाई हायर आमा कत्रो खुक्रिएर दाइले हान्नै हुन्छ कि के हो के हान्नलाई हो अनि अब लुम्बिनीमा कोच पनि गरेर रहेछौ यो केही समयको लागि हो कि कस्तो के हो म खासमा त्यहाँ कोच गर्छु भन्न त आएन कि अब त्यहाँ काठमाडौँमा त ट्रेनिङ गर्न इलामले साइड भेट्दैन नि त त्यति साह्रो हजुर अनि एक्लै ट्रेनिङ गर्नुमा त अब भाइहरूसँग भाइहरू पनि राम्रो हुन्छ नि त हजुर राम्रोसँग ट्रेनिङ गरे पनि राम्रो हुन्छ आफ्नो गेम भनेर आएको अनि बिहान चाहिँ गर्छु साथै सिकाउँछु बहिनीहरूलाई ट्रेन आफू सेल्फ ट्रेनिङको लागि चाहिँ लुम्बिनीलाई तिमीले थलो बनाइरहेको छौ भोलि अब क्लबले बोलायो भने त जान्छु आई मिन अहिले जस पार्ट टाइम गरिरहेछ अनि कस्तो लाग्छ त अब यो युथहरूलाई कि स्पेसली यङ बहिनीहरूलाई अब यहीँको बहिनीहरू हेरेर नि तिमीले होइन फर्स्ट म्याच तिमीहरूको थियो होइन यहाँको लोकल टक्सेरामा यो अब युनिटी क्लबले आयोजना गरिरहेको मगर युनिटले कस्तो फिल गर्यो यहाँको तिम्रो हुन्छ नि फर्स्ट फेजहरूको याद आयो कि कस्तो यहाँ त हाम्रोभन्दा धेरै राम्रो छ कि गेम खेल्नेलाई त यहाँ सुविधा वाच टुर्नामेन्टहरू भइरहेको छ नि ठुलो हजुर वाच पनि गर्छ राम्रो खेल्ने लग्छ नि हाम्रोमा त यस्तो छैन होइन यसमा चाहिँ के यो टक्सेराको कुरा गर्दैछु कि मैले टक्सेरामा चाहिँ फर्स्ट टाइम यो बहिनीहरूले गेम खेलेको देख्दा तिमीलाई आफू सुरुवाती दिनहरूमा खेलेको जस्तो अनुभव भयो कि भएन राम्रो खेल्दो रहेछ त्यस्तो फिल गर्यो अनि अब सानो बहिनीहरूलाई चाहिँ अब आज तिमी जस्तै अब हुन त अझ तिमीले अब सिनियर टिम खेल्नै छ होइन ड्रिम्स त अभियसली सबको ड्रिम्स छ तर पनि सानो बहिनीहरू जो फुटबल खेलेर सपना हुन्छ नि राष्ट्रिय खेल्ने अब फुटबल खेल्छु भन्ने बहिनीहरूको लागि चाहिँ एउटा म्यासेज दिउँ न कस्तो के गर्नुपर्छ टाइपको अब आफूलाई लाइफमा के अचिभ गर्नु छ भने त्यसको लागि त गर्नै पर्छ मेहनत अब
भोलि फुटबलै खेल्नु छ भने नि फुटबलमा त अलिक आफ्नो त दिनु पर्यो नि त त्यही हो भनेपछि हार्डवर्क तिमी जसरी हार्डवर्क गर्यौ पहिला त ट्रेन गर्नु पर्यो है म्याक्सिमम मान्छेहरूले त जे पनि भन्छ आफूले आफूमा विश्वास गरेपछि जे नि हुन सक्छ भनेपछि यो यहाँको बहिनीहरू पनि कति फुटबल खेल्न चाहिँ राम्रो खेल्छ एउटा त एक्स्ट्रा छ नि सब चिज खेल्छ त्यो मिरा बहिनी खेल्छ भलिबल हो पहिला मलाई सब आउँछ क्रिकेट भलिबल त्यो पनि सबै खेलेर एकदम खुसी लाग्यो बहिनीसँग इन्टरेक्ट गरेर जस नेसनल स्क्वाडको बहिनी नेसनल खेलिरहेको अनि सँगै अहिले हामी यसरी भिडियो पनि सेयर गर्न पाइरहेछ बहिनीहरूको सबै कुरा एक्सपिरियन्स गर्न पाइरहेछ क्या एकदमै जर्नी बवाल हुनुपर्छ अनि सर कस्तो लाग्छ त उहाँलाई पर्सनली तिमीले देखिरहेछौ नि कतिको प्राउड फिल गर्छौ एकदमै प्राउड अब आफूले अचेल नगरेको चिज उसले गरिरहेको त्यो धेरै राम्रो लाग्छ तिमी पनि उसकै ठाउँतिरको कि हामी सेम पश्चिमको तर अब म यता अदालततिर उदै बाजुरा टाढा पऱ्यो तर जर्नी चाहिँ सेम थियो तिमीले फुटबल स्टार्ट गर्दा र उसले स्टार्ट गर्दा सेम ऊ त म नानी कति 6 वर्ष 7 वर्ष कान्छ होला ए हो उसको पनि त यस्तो छ नि उसको नि उसले नि इन्डियातिर गेम खेल्छ के ऊ खेल्थे अब खेल्दैन अब खेल्दैन अहिले चाहिँ कोच लुम्बिनीले अब लाइफले सबै कुरा होइन चेन्ज गराउँछ नि त सायद अब आफूले फुटबल खेल्ने सपना जुन के सपना बोकेको चाहिँ अब भाइहरूलाई होइन भाइहरूमा पक्कै देख्नुहुनेछ केटाहरू पनि खेल्दैछ सिक्दैछ के छ त भाइ ठिक छ नि चलपल ठिक छ यहाँ आएर गेमसँग कस्तो रहेछ त यहाँ तिमीलाई कस्तो लाग्यो हनेस्टली भन्दा त लाइक फुटबल खेल्न कस्तो गाह्रो रहेछ त होइन हामी सम्म ठाउँमा कस्तो राम्रो ग्राउन्ड भएको ठाउँमा खेल्दा र यहाँ चाहिँ हेर अप्ठ्यारोमा फुटबल खेल्दो रहेछ मान्छेहरू है ल ठिक छ खुसी लाग्यो ल सानो भाइ यहाँ आएर कस्तो लाग्यो दामी होइन यसपछि कहाँ यत्रो